हेलो गाइस, वेलकम टु माई न्यू भ्लग गाइस। हेर्नु आज यस्तो टाइफु आइरहेको छ तर पनि हामी कुदिरहेको छौँ किनभने हाम्रो बिहान काम थियो अनि हामी कामबाट अघि आएको अनि भात खाने पैसा पनि छैन गाइस। हिजो नि बेलुकासम्म रातिसम्म काम भएर पैसा निकाल्न पाइएन। अघि पनि घर आएको अनि त्यस पछाडि पैसा निकाल्न हामी ब्याङ्क गएको गाइस। जेसुकै होस् हामी दिनमा एकचोटि निक्लिदिन हाम्रो चित्त पुग्दैन। आफ्नै मनको खुसीले होस् या मजबुरीले होस् हामी कोठाबाट निक्लिनै पर्छ। कोठाबाट ननिक्लेको दिन हाम्रो त्यहाँनिर दिन बित्दैन। आज पनि हामी यस्तो हेर्नु यहाँनिर कस्तो गाह्रो छ हेर्नु, कस्तो म यहाँनिर पुरै टाइप आइरहेको छ तर पनि हामी हिँडिरहेको छौँ। केही छैन, अहिले जाँदा बेला पछाडिबाट हामीले ठेल्दैछ, हामी उड्दैछौँ। आउने बेलामा चाहिँ कसरी आउँछौँ भन्ने कुरा थाहा छैन गाइस। हामी पैसा निकाल्न ब्याङ्क गएको, यस्तो गाह्रो खुल्छ ब्याङ्क त खुल्छ होला। खुल्छ होला, ब्याङ्क चाहिँ खुल्छ कि खुल्दैन थाहा छैन गाइस। अब त्यहाँदेखि जाँदैछौँ, बिहान चाहिँ खुलेको थिएन रहेछ। हिमादी जाँदाखेरि हाम्रो एकजना दिदी जाँदाखेरि खुलेको थिएन। अब अहिले चाहिँ के हुन्छ थाहा छैन गाइस। कम त गाह्रो छ, हामी यस्तोमा पनि के गर्नु। ओकिनावा जस्तो ठाउँमा यहाँनिर त यसो भुतसुत को पनि डर, अरू कुराको पनि डर, जे कुरा पनि डर, गर्मीको पनि डर, सब कुराको डर। टाइफु र सुनामीको त झन् हाम्रो त टाइफु त हाम्रो फेभरेट हो साथीहरू, फेभरेट होइन। जापानमा चाहिँ टाइफु भन्छ होइन, अरू ठाउँमा हावाहुरी हो नि त। यो त हाम्रो नेपालमा त हावाहुरी हो गाइस। हामी अलिअलि मात्रै उठ्छौँ, नेपालमा त फुत्ता उठेर डाँडाबाट पल्ला डाँडा पुग्छौँ। हामी नेपालमा चाहिँ त्यो घर उडाउँछ भनेर त्यो समाएर बस्छौँ त नि। हामी त समाएर बस्छौँ गाइस, घर उडाउँछ भनेर। यहाँनिर आफ्नो लुगा समाएर बस्नु परेको छ मान्छे उडाउँछ भनेर। त्यही भएर गाइस नर्मल हो हाम्रो लागि चाहिँ। ल के हामी नेपालीको लागि चाहिँ नर्मल हो, इट्स नट बिग इस्यु गाइस। यो कुनै ठुलो कुरा होइन हाम्रो लागि, एकदम सानो कुरा हो। हामी गइरहेछौँ तर अब उतातिर त्यहाँनिर अब कति पार्क छ, पार्कमा चाहिँ हावा धेरै चलेर हामीलाई यसो उडाउला जस्तो भयो भने अर्कै कुरा हो। नभए त हामी गाइस हामी एकदम स्ट्रङ हो। दुईजना जोखिम भने दुईजना मिलाएर 40 किलो हुन्छौँ मलाई, तर नि हामी डराउँदैनौँ क्या। वी आर नट डराइङ गाइस। हामी गइरहेछौँ, तपाईँहरू हेर्न सक्नुहुन्छ घरिघरि हाम्रो यहाँ त नि हो ओकिनावामा त हामी त अनि यस्ता जाँबा टाइपदेखि त हामी त कति खेलेका भनेर भन्छु गाइस। जाँदैछु यहाँ हाम्रा छेउछाउ हामीलाई छुइछ त अहिले। कहाँबाट जाने हेर त यहाँनिर यता माथिबाट जाने, परबाट किन जाने।